रासपा सभापति रवि लामिछाने र मेयर बालेन शाहबीच भेटवार्ता, दुईबीच भएको छलफल हेर्नुहोस् आजको समाचारमा। तत्कालीन गृहमन्त्री रमेश लेखकलाई जाँचबुझ आयोगले 7 दिनभित्र बयान दिन उपस्थित हुन पठायो पत्र। साथै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि बयानका लागि बोलाउने जाँचबुझ आयोगको तयारी। नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी प्रहरी सेवामा प्रवेश गरेको आरोपमा एसएसपी लालबाबु गिरी विरुद्ध भ्रष्टाचारको मुद्दा दायर। बाहिरबाट पेश गरेको एसएलसी प्रमाणपत्र नक्कली पुष्टि भएपछि मुद्दा दायर भएको जानकारी। 27 माघबाट घटेर 5 बुँदामा लिएर आएपछि दुर्गा पर्साई र सरकार बीच पुस 15 भित्र उच्च स्तरीय बैठक हुने जानकारी। पार्टीको महाधिवेशन केही समय ढिला हुन सक्ने भन्दै डाक्टर शेखर कोइरालाले फागुन 21 मा हुने निर्वाचन सम्भव नरहेको बताएका छन्। जेन्जी पक्षहरूले निर्वाचन हुन नदिने भन्दै निर्वाचनको सम्भावना कमजोर रहेको काङ्ग्रेस नेता धनराज गुरुङको भनाई। प्रतिनिधि सभा निर्वाचन तोकेकै मितिमा गराउन र जे जस्ता कठिनाइ आए पनि चुनावको मिति नसार्न नेकपाले सरकारलाई गर्यो आग्रह। निर्वाचन वातावरण तयार भए चुनावमा भाग लिन सहमति जनाउने नेकपा एमालेका सदस्यहरूको भनाई। देउबा र ओली बीच संसद पुनः स्थापना भए साथै रासपाका रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङ पनि एउटै नेतृत्वमा आएर देश बनाउने तयारी। निर्वाचन आयोगले 8 पुसमा बसेको बैठकमा खारेज गर्यो 6 वटा राजनीतिक दलको दर्ता। कानुनले व्यवस्था गरे अनुसार विवरण उपलब्ध नगराएको र स्पष्टीकरण नदिएको कारण खारेज गराएको जानकारी। दर्शक महानुभावहरू नमस्कार। आज मिति पुस 9। देशभर कहाँ कहाँ के कस्ता घटनाहरू घटे यस बारेमा सम्पूर्ण जानकारी दिनेछौँ। अहिलेसम्म पनि तपाईँहरूले हाम्रो च्यानललाई सब्सक्राइब गरी जोडिनु भएको छैन भने कृपया सब्सक्राइब गरी जोडिनुहोला, ताकि नयाँ अपडेटका साथ हामी तपाईँहरूमा दैनिक रूपमा उपस्थित हुने गर्दछौँ। ढिला नगरिकन आउनुहोस्, अब पुरा समाचारतर्फ लागौँ। रासपा सभापति रवि लामिछानेले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहसँग भेटघाट गरेका छन्। उनीहरूले यस भेटलाई देशमा नयाँ र वैकल्पिक शक्तिहरूलाई एकै ठाउँमा ल्याउने प्रयासको भागको रूपमा व्याख्या गरेका छन्। यसको मतलब राजनीति बदलिन चाहने समूहबीच संवाद सुरु भएको छ। लामिछानेले भने कि यो भेट कुनै तत्काल निर्णयका लागि गरिएको होइन, यसले देशको राजनीतिक अवस्थालाई बुझ्न र सबै पक्षका विचार जान्न सहयोग गर्नेछ। उनी अन्य शक्ति र नेताहरूसँग पनि संवाद जारी रहेको जानकारी दिएका छन्। यस प्रक्रियाले लामो समय लाग्न सक्छ भने सबै दल र नेताहरू मिलेर निष्कर्षमा निकाल्नुपर्ने हुन्छ। लामिछानेले हतार नगर्नुहोस् भनी सबैलाई सुझाएका छन् र बिस्तारै राजनीतिक प्रक्रिया अघि बढ्ने बताएका छन्। यसैबीच नेपाल प्रहरीका एसएसपी लालबाबु गिरीले नक्कली एसएलसी प्रमाणपत्र पेश गरी प्रहरी सेवामा प्रवेश गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा विशेष अदालतमा पेश गरिसकेको छ भने भारतको बिहार बोर्डबाट पास गरेको प्रमाणपत्र नक्कली बनाएर प्रहरीमा भर्ना भएको देखिएको छ। अनुसन्धानको क्रममा पटनाको अभिलेखमा उनको प्रमाणपत्र गलत भेटिएको थियो। त्यसैगरी एसएसपी गिरी लामो समयदेखि प्रहरी सेवामा काम गर्दै आएका थिए र सेवा अन्त्य हुन लाग्दा मात्रै मुद्दा दायर गरिएको हो। उनको अवकाश पाउन 1 साता मात्र बाँकी रहेको जानकारी छ। त्यसैगरी राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख दलका शीर्ष नेताहरूसँग शीतल निवासमा छलफल गरेका छन्। छलफलमा काङ्ग्रेस एमाले र नेकपा संयोजकका सभापतिहरू सहभागी थिएका थिए भने यो छलफल जेन्जी आन्दोलनपछि बनेको नयाँ सरकारको पहिलो ठुलो संवाद रहेको छ। यसको उद्देश्य सबै दलबीच राजनीतिक सहमति र चुनाव तयारीबारे जानकारी लिनु हो। सरकारले फागुन 21 गते चुनाव घोषणा गरेको अवस्थामा यस प्रकारको संवादले सबै दललाई चुनावी वातावरणमा तयारी र सहभागिता ल्याउन मद्दत गर्ने अपेक्षा गरिएको छ। त्यसैगरी नेपाली काङ्ग्रेसका नेता डाक्टर शेखर कोइरालाले पार्टीको महाधिवेशन केही समय ढिलाइ हुन सक्ने बताएका छन्। उनले महाधिवेशन नियमित प्रक्रिया भएको र यसमा ढिलाइ कुनै नयाँ कुरा नभएको स्पष्ट पारेका छन्। उनको भनाइअनुसार कि महाधिवेशन सार्ने उद्देश्य छैन, तर नयाँ क्रियाशील सदस्य वितरणको क्रममा केही समय लाग्न सक्छ। उनले पुस 26 महाधिवेशन हुनुपर्ने पक्ष राखेको बताएका पनि छन्। कोइरालाले सरकारले तोकेको फागुन 21 को निर्वाचन पनि तत्काल सम्भव नरहेको बताएका छन्। उनको भनाइअनुसार देशको निर्वाचन वातावरण अझै तयार भएको छैन र चुनाव सुरक्षित तरिकाले गर्न पूर्व तयारी आवश्यक रहेको छ। त्यसैगरी नेपाली काङ्ग्रेसका सभापति धनराज गुरुङले जेन्जी पक्षहरूलाई निर्वाचन रोक्ने चेतावनी दिएको कारण चुनावको सम्भावना कम भएको बताएका छन्। उनको भनाइअनुसार सरकारले निर्वाचनको वातावरण तयार गर्न नसकेको छ र भयमुक्त चुनावको अवस्था छैन। धनराज गुरुङले कि 10 बुँदे सम्झौताका पक्षहरूले चुनाव हुन नदिने कुरा गर्दा सरकारको निर्वाचन गर्ने तयारीमा असर परेको छ। यसले देशको निर्वाचन प्रक्रिया र लोकतन्त्रमा अनिश्चितता देखाएको छ। उनले निर्वाचन फागुन 21 मा हुनुपर्ने भए पनि परिस्थितिले अहिले अनुकूल नभएको बताएका छन्।
उनले सरकारले शान्ति सुरक्षा र डरमुक्त वातावरण सुनिश्चित गर्न आवश्यक रहेको औल्याएका छन्। हस्त दर्शकबिन आजको समाचार भने यति नै रहेको छ। धन्यवाद।